कालीमाटी भन्छ साथीहरू। यहाँनिर चाहिँ म कालीमाटी आइपुगेको छु साथीहरू। यो चाहिँ सीता पाइला के अरे सन्चै ए मोबाइल खाँदैन नि भाइ। कतै त तलतिरबाट जान्छ होला। यहीँबाट यहाँ लागिसकेको छ साथीहरू। जाडो छ एकदमै छिटो। बन्नसँग लिएको लिन त मैले पनि, तर बन्दाले चाहिँ जाडो छिट्छ र 25 किलोमिटर जति लाग्यौँ भने चाहिँ हामी सीता पाइलाबाट उता धार्के भन्छ के अरे, धार्के निस्किन्छ। र साथीहरू हेर्दै हेर्दै उज्यालो पनि भइसक्यो। यो चाहिँ माथिरै जानु पऱ्यो है। यो पोखरा जाने बाटो। हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। मेरो भ्लगमा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु र आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र यति बेला चाहिँ म काठमाडौँबाट मेरो घर बर्दियातर्फ जाँदैछु र यति बेला चाहिँ साथीहरू सम्पूर्ण जताततै तिहारले ढकमक्क छाइसकेको छ र म पनि घर जान पाउँदा एकदमै खुसी छु। र काठमाडौँ केही महिना अगाडि आएर पढाइहरू गर्दै थिएँ र त्यही पढाइ चाहिँ स्टक छोडेर म चाहिँ अब घरतर्फ जाँदैछु र यसकै लागि चाहिँ मैले आज भ्लग बनाउन जाँदैछु। र बाटोमा के हुन्छ कस्तो हुन्छ र कन्टेन्ट यही क्रिएट गरौँला यस्तो बनाउँला भनेर मलाई केही पनि थाहा छैन। र बाटोमा जे देखिन्छ त्यही नै कन्टेन्ट बन्नेछ र त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। र जस्तो म देख्छु त्यस्तै प्रत्यक्ष हजुरहरूलाई देखाउने प्रयास गर्नेछु। र यसरी नै भिडियोलाई सेयर गरेर अझै माया गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर साथ दिनु होला भन्दै भिडियोलाई सुरु गर्छु। र साथीभाइहरू यति बेला चाहिँ म रुमबाट हिँडेर थोरै अगाडि गल्लीमा आइपुगेको छु। र यति बेला चाहिँ सबै खाली छ भन्नुपर्छ। साथीहरू चाहिँ कालीमाटी कालीमाटी भन्छ साथीहरू। यहाँनिर चाहिँ म कालीमाटी आइपुगेको छु। एकछिनमै दाइसँग चाहिँ सीता पाइलामा मिल्ने कुरो भइसकेको छ। दाइले चाहिँ सीता पाइलामा वेट गरिरहनु भएको छ अरे। त्यही भएर म पनि अब रफ्तारका साथ सीता पाइला पुग्नुपर्छ साथीहरू। मनभरि चोट बेथा बोकेको कसले देखाछ र। साथीहरू यो चाहिँ सीता पाइला के अरे सन्चै ए मोबाइल खाँदैन नि भाइ। कतै त तलतिरबाट जान्छ होला। यहीँबाट ल साथीहरू हामी चाहिँ सीता पाइलाबाट हिँडिसकेको के अरे। अब यहाँबाट माथि के भन्छ रामकोट खानकोटको बाटो नगएर हामी चाहिँ रामकोटको बाटो जानु आँटेको। अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू। यति बेला चाहिँ 3 बजे हामीले त यात्रा सुरु गरिसकेको।
सिता पाइला गाउँ भन्छ साथीहरू यतातिर चाहिँ तिहार लागिसकेको जस्तो छ साथीहरू। जाडो छ एकदमै चिसो। बन्दसँग लिएको लिन त मैले पनि, तर बन्दले चाहिँ जाडो ठिक्छ र यात्रा सुरु भइसकेको छ साथीहरू हाम्रो। दाइ भाउजू पछाडि होस् आनन्द फिल भइरहेछ हुन त। रमाइलै महसुस भएको छ, तर पनि के गर्नु लाग्यो राष्ट्रको बनाउनु परिहाल्यो। त्यसकारण गाउँ जानु आँटेको म काठमाडौँ आउँदा चाहिँ मैले भ्लग गरेको थिएँ, भ्लग हालेको थिएँ। त्यसपछि चाहिँ हाल्न पाएन साथीहरू। त्यस्तै भयो विभिन्न बिचमा समस्याहरू बाधाहरू हाल्छु भन्दा भन्दै पनि समस्या त्यस्तै भयो र पाएन। ठिकै छ, जे भए पनि अब चाहिँ म चाहिँ रेगुलर ट्राभल भ्लग चाहिँ हाल्छु होला सायद। अब गाउँतिर गए पनि म पुरानो घरतिर जानु छ, उतातिर गएर सम्पूर्ण म चाहिँ हजुरहरूलाई देखाउने नै छु मेरो भ्लगमा। सबैजनाले माया गरिदिनु होला। सानो क्रिएटर एउटा सानो भ्लगर म पनि के गर्छु कि भनेर यो भ्लग क्षेत्रमा लागेको। सबैले साथ सपोर्ट गर्नु होला साथीहरू भन्दै हामी चाहिँ हिँडिसकेको बर्दिया जानलाई। फाइनली साथीहरू हामी चाहिँ रामकोट पुगिसकेको छौँ र यो डाँडालाई चाहिँ रामकोट भन्छ। योभन्दा ब्याक साइडमा खानकोट पऱ्यो के अरे। हामी चाहिँ खानकोटको बाटो चाहिँ अहिले लास्ट चाहिँ ठुलो भन्दा पनि नराम्रो छ। अब त्यस्तो राम्रो छैन, त्यही भएर हामी चाहिँ यता यहाँबाट चाहिँ सिधै हामी लगभग 25 किलोमिटर जति लाग्यौँ भने चाहिँ हामी सिधा पाइलाबाट उता धार्के भन्छ के अरे, धार्के निस्किन्छ। त्यही भएर हामी चाहिँ यता बाटो पक्रेर आएको। उता खानकोट नागढुङ्गा हुँदै गएन हामीहरू। रामकोट पुगिसकेको छौँ है त साथीहरू हामी। र साथीहरू यति बेला चाहिँ हामी धार्के पुगिसकेको छौँ। धार्के आइसक्यौँ है। हजुर 1 घन्टा भएन होला त्यो। हुन्छ बाटोमा फेरि ढिलो होला समस्या साथी। पत्ता देख्न सक्नुहुन्छ नाइटको लावालाई पुरा अब पत्ता भएर आउने हो।
राजधानीतिर आउने गाडीहरू अब हामीलाई यो मेन हाइवेमा निस्किसकेका छन् साथीहरू। अब कति हुन्छ सायद आज नै पर्छ होला, दुईवटासम्म त म त्यही पनि हजुरहरूलाई अन्तिमसम्म देखाउँछु नि। हजुरहरूलाई देखाउनेछु, हजुरहरूले हेरेर साथ दिनु होला। र साथीहरू यति बेला म चाहिँ के भन्छ यो गल्छीभन्दा अगाडि गइसकेँ र अझै ज्यादा भएको छैन। लगभग 1 घन्टा 1.5 घन्टा जस्तो भयो म हिँडेको। यही 53 किलोमिटर जति ठिकै छ। अब चाहिँ अब दिउँसो भयो भने चाहिँ अब बिहान हुने टाइममा चाहिँ म बाइकले अन्तिमसम्म हेरेर होला है। अब उज्यालो भएपछि भेट्नु है साथीहरू। र साथीहरू हेर्दै हेर्दै उज्यालो पनि भइसक्यो। 3 बजे हिँडेको 6 बजे गाडी छ लगभग 7 बज्न भन्न लागेको 4 घन्टा भइसक्यो। हामीलाई यति बेला के भन्छ यो हार्दिङ नजिकै सायद हार्दिङ कटिसक्यो जस्तो लाग्दैछ मेरो विचारमा। मलाई पनि त्यति थाहा छैन। त्यो गर्न कतिलाई छ कतिलाई छ त्यति कति छैन होला। ठिकै छ, राम्रै भइरहेको छ। दाइ मुगलिन बजार यही हो? बुटोल दाइ माथिबाट कि तलतिरबाट? यतै माथिरै जानु पर्यो है? ए ल ल हुन्छ दाइ। हजुर